अनि म चाहिँ खास चाहिँ आज यहाँ तपाईँहरूलाई साइकल देखाउन आएको थिएँ। अनि फर्स्ट चाहिँ तपाईँहरूलाई एमटिभी साइकल देखाउँछु ल, यहाँको कस्तो खालको साइकल हुन्छ यहाँनिर भनेर। कप्पुते मिजिरेते कोरेओ कोस्तारा इ हाई हाई इएदे आरिगातो गोजाइमासु। यस्तै हुन्छ है, धेरै जस्तो यहाँको खाना यस्तै हो क्या। अनि अघि मलाई दिनुभएको फुल चाहिँ मैले यहाँ माथि राखेँ क्या, त्यहाँनिर हटाएर त छैन। फेरि छिटो छिटो बढ्यो भने त मलाई पनि च्यालेन्जिङै हुन्छ। 3-4 महिना लागोस् है भनेर सोचिरहेको छु होइन, अलिअलि पैसा जम्मा गर्छु कि भनेर। So hey guys, hello and namaste everyone. ट्रेन आउन आँटिसक्यो है, ट्रेन आउन आँट्यो। ट्रेन देखाएरै जान्छु म तपाईँहरूलाई आज। हेर्नु नि, अनि यस्तो माथि माथिको डाँडामा कस्तो बवाल देखिएको है, क्यामेरामा चाहिँ कस्तो देखिरहेछ। आयो है ट्रेन, कति रमाइलो देखिन्छ है ट्रेन हेर्दा हेर्दा नि। आमा कस्तो प्याक हौ, राम 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 राम। ए अनि ठ्याक्क त्यतिखेर अहिले चाहिँ स्कुल टाइम पनि हो, अनि ठ्याक्क काममा जाने टाइम पनि हो नि त। त्यो भएकोले गर्दाखेरि पनि त्यस्तो प्याक भएको क्या। आम्मामा कस्तो खुट्टा राख्ने ठाउँ पनि थिएन होला यार त्यहाँ त, कस्तो त्यति धेरै मान्छेहरू बसिरहेको थियो क्या। तिमोरी एकी हो, अनि यो एकी चाहिँ भर्खर कन्स्ट्रक्सन हुँदैछ। अनि लाइक हुन्छ नि, यो ठाउँ चाहिँ भर्खर डेभलप हुँदैछ क्या। कस्तो बवाल लाग्छ अनि म यार जापानको कन्स्ट्रक्सन गर्ने तरिका यिनीहरूको त कस्तो बवाल छ क्या। सो गाइज, अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल हो। फेरि ट्रेन आयो यार यताबाट। अनि मैले चाहिँ हिजो मेरो पेडल र सुज देखाएँ नि गाइज। मैले के चिजहरू जोडेको छु क्या साइक्लिङ जस्ट भ्लगको लागि भनेर, अनि प्लस साइक्लिङको लागि भनेर। किनभने मैले यो म बस्ने एरियामा चाहिँ कति धेरै राइडरहरूसँग पनि मैले कोल्याब गर्न सक्छु क्या। नयाँ साइकल किन्यो भने चाहिँ लाइक हुन्छ नि, मैले साइकल किन्यो भने चाहिँ मैले लाइक हुन्छ नि साइक्लिङमा अपर्च्युनिटीहरू पनि धेरै छ यहाँनिर। अनि अपर्च्युनिटीहरू पनि पाउँछु जस्तो लाग्छ क्या। नयाँ नयाँ जापानिज राइडरहरूसँग राइड गर्ने अपर्च्युनिटी पाउँछु जस्तो लाग्छ क्या। अनि मैले पढ्न सोचेको, मैले जस पढ्न खोजिरहेको एउटा माइन्ड मेकअप गरिरहेको स्कुलमा लाइक हुन्छ नि हामीलाई साइकल सम्बन्धी अनि बाइक सम्बन्धी अनि कार सम्बन्धी चाहिँ पढाउँछ क्या। अनि जस मैले माइन्ड मेकअप चाहिँ बनाइरहेछु। तर हेरौँ है मेरो एन्फोको रिजल्टले के हुन्छ। एन्फोको रिजल्टमा पास भइनँ भने पनि 1 वर्ष फेरि अर्कै स्कुलमा गएर पढेर अनि फेरि पछिबाट एप्लाई गर्ने भनेर सोचिरहेको छु। हुन त एउटै कुरा हुन्छ क्या, लाइक जसरी पनि 3 वर्षै पढ्नुपर्छ। अनि 1 वर्ष चाहिँ बेसिक कोर्स पढ्दै ल्याङ्ग्वेज पढ्ने हो हामीले त्यो स्कुलमा गएर पनि। अनि पछिबाट 2 वर्ष कोर्स हुन्छ। अनि त्यो पढ्नु भनेर सोचिरहेछु, जसरी पनि पढ्नु भनेर सोचिरहेछु। तर अलिकति मेरो लाइक पैसा, अब सबै कुरा पैसामै डिपेन्ड हुने रहेछ क्या। लाइक पढाइ मात्रै छ, पैसा छैन भने त पढाइ कामै लाग्दैन रहेछ क्या गाइज यार। अनि सबै कुरा हुनुपर्ने रहेछ जिन्दगीमा चाहिँ। अनि त्यही त हो नि। अनि साइक्लिङमा चाहिँ त्यत्रो जोस् जापानमा आएर पनि जो साइक्लिङ गरिरहेछ यार अझै, त्यो कुरामा चाहिँ मलाई पनि प्राउड लाग्छ क्या। तपाईँहरूलाई कस्तो लाग्छ गाइज? अनि कस्तो कस्तो खालको भिडियो चाहिन्छ तपाईँहरूलाई कमेन्ट गर्नु न यार, कमेन्टै गर्नुहुन्न। अनि यो लाइटमा बस्नु जस्तो झ्याउ मलाई केही लाग्दैन यार गाइज। तपाईँहरूलाई चाहिँ ट्राफिक लाइटमा बस्नु कतिको
अल्छी लाग्छ कमेन्ट डाउन बिलो है मलाई चाहिँ लास्ट झ्याउ लाग्छ हेलो ओइ कता होइन कहाँ हिँडेको कहाँ हो र काम अहिले कहाँको घर हिँडेको म त ए मान्छे मेरो भिडियो हेर्छौ सब्सक्राइब चाहिँ नगर्ने हो ल है केबाट ए पैसा आएर यहाँ खपिसक्नु छैन त्यही त खपिसक्नु छैन पैसा आएर कहाँ हो त्यता हो ल बाई खै त गाइस खै त तपाईँहरूले सब्सक्राइब गरेको तपाईँहरूलाई थाहा त रहेछ त 1K सब्सक्राइबरको टार्गेट पुर्याउँदैछ भनेर ल है गाइस 1K सब्सक्राइबर चाहिँ पुगाम है कतिजनालाई थाहा रहेछ है सो गाइस यताको बाटो चाहिँ फेरि यस्तो हाउडे बाटो छैन यो बाटो आउँदाखेरि चाहिँ ठ्याक्कै नेपालकै याद आउँछ क्या गिटीवाला बाटो अब यहाँनिर भाँचिन्छ यो चाहिँ पार्कको बाटो हो कति बवाल छ क्या यो पार्क हेर्नु नि कस्तो हावाको नजाइरहेको होला यार कस्तो हावा चलेको 81 सो गाइज अनि है हेर्दै 1 year कम्प्लिट भइसक्यो कति राम्रो फुलहरू रहेछ यार यहाँ त आइजामा खाना कुरीमा खाना स्वीट नाम आयो स्वीट टोपी हाई कुरीवा मिजुनो नाकानी खाबिन वा बकेट मिताई खाबिन वा सोरे कप्पुで水入れてこれをこうしたらいいはい家でありがとうございます家は下森駅の近く夏の花と入れ替えない春の花これは春の花今度夏の花の苗がこれはこれ夏の花これも夏の花この種がこの芽が出てきてじゃあねはいバイバイありがとうございますいいगाइज फुल पाइदिरहेको क्या अनि हेर्नु नि फुलहरू चाहिँ यहाँ चाहिँ डिफ्रेन्ट खालको हुन्छ क्या अनि लाइक हुन्छ नि सिजनै पछि यहाँ चाहिँ डिफ्रेन्ट फुलहरू रोपिरहेको हुन्छ भयो यो फुल हेर्नु नि कति राम्रो क्या है हेर्नु नि लाली गुराँस जस्तै रहेछ हेर्दाखेरि चाहिँ सो गाइज अनि हिजो भनेको थिएँ नि मैले हाम्रो चाहिँ रिटेस्ट हुँदैछ भनेर ल कस्तो इजी क्वेसन आएको थियो तर केही लेखिनँ क्या मैले त जस लेख्न चाहिँ लेखेको छु तर मैले लेखिया मिलेछ कि छैन यार ल गाइज के होला ल गाइज
हेलो गाइस अनि म चाहिँ आज खानामा चाहिँ बेन्तो छ बेन्तो अनि बेन्तो भनेको चाहिँ कस्तो हुन्छ नि लाइक यहाँ खाना पनि छ यो खाना हो हैन अनि यो चाहिँ मासु हो कुखुराको मासु अनि यो चाहिँ चाउमिनहरू हो क्या चाउमिनहरू हैन चाउमिनै हो यो चाहिँ अनि यहाँको खाना चाहिँ यस्तै हुन्छ है धेरै जस्तो यहाँको खाना यस्तै हो क्या अनि अघि मलाई दिनुभएको फुल चाहिँ मैले यहाँ माथि राखेँ क्या त्यहाँनिर राखेको छु ठ्याक्क त्यहाँनिर अनि यता चाहिँ मेरो माछा भइहाल्यो हेलो माछाहरू के गर्दैछ यता चाहिँ माछा भइहाल्यो अनि त्यहाँनिर चाहिँ त फुल राखिदिएको क्या च्याट्ट बारेमा कस्तो राम्रो देखिरहेछ है फुल चाहिँ हेर्नु नि पर्खिँदा उठेरै देखाउँछु हेर्नु नि कस्तो राम्रो देखिरहेछ अनि चटक्क गरेर कति राम्रो फुल रहेछ क्या लास्ट राम्रो क्या साँच्ची होला अनि यता चाहिँ माछा छ यहाँ पनि माछा छ त्यहाँ पनि माछा छ क्या अनि यो फुल चाहिँ कति राम्रो रहेछ क्या हेर्नु नि जापानिज हजुरआमाले दिनुभएको फुल कस्तो कस्तो मिठो बास्ना आउने क्या यो चाहिँ यो फुलको चाहिँ साँच्ची रियल्ली नै यार हेर्नु नि अनि यो चाहिँ सिजन अनुसारको फुलहरू हुन्छ अरे यहाँ चाहिँ अनि यो चाहिँ हारुको फुल कि त्यस्तै के भन्ने हुन्थ्यो क्या ल गाइस इतादाकिमास खायो है त ल खायो है त गाइस सो गाइस अनि म चाहिँ फुकुओकामै पढौँ भनेर सोचिरहेको छु तर मलाई चाहिँ मेरो मिसहरूले चाहिँ यहाँ नपढ जा अन्त्य ठाउँ जा भन्छन् अब खै मलाई चाहिँ यहाँ नपढ भनिरहेछ जा कुमामोतोतिर जा सस्तो पर्छ 6 लाखमै 6 लाख 7 लाख वर्षको 7 लाख त हो जा भन्दैछन् के गर्नु यार फेरि कुमामोतो गएर पनि बिजोकै हुने होला जस्तो पनि लाग्छ अब काम पाइँदैन नि त अनि बिजोकै हुने हो कि भनेर सोचिरहेको छु अनि जान त कुमामोतो नि राम्रो चाहिँ खासै राम्रो छैन क्या अलिक गाउँ हो अनि मलाई पनि खासै जान चाहिँ मन छैन हेरौँ है के हुन्छ अनि काममा मैले भनेको थिएँ क्या म काम गर्ने ठाउँमा मलाई त मिसहरूले यस्तो भन्दैछ यहाँ जा भन्दैछ भनेर भनेको थिएँ बुढी त बिक्री भएर कहाँ जाने अरे भनेर अनि किनभने यिनीहरूले 1 वर्ष काम सिकायो नि त मलाई अनि अब लाइक अब मलाई काम पनि आइसक्यो नि त अहिले त अनि यिनीहरू त बिक्री भइरहेको क्या यत्रो यिनीहरूले सिकाए अब जानै छोडेर भने जस्तो गरेर यार मलाई त अनि अब अलिअलि हत्याउनु पनि पऱ्यो नि त कति म मात्रै हात किने त होइन यिनीहरूलाई पनि टेन्सन दिँदैछु गाइस हेरौँ कहाँ पढ्छ है ल गाइस एकछिनमा भेट्छु है त जयमास गाइस बल्ल काम सिक्यो भने जस्तै झ्याउ लाग्ने टाउकै दुख्ने भने वाक्क लागेर आउँछ घरिघरि त सो गाइस अनि मलाई मात्रै हो कि तपाईँहरूलाई पनि वाक्क लाग्छ काम गर्न जानु चाहिँ पैसा थाप्नु चाहिँ मन लाग्छ है बाबा रे बाबा काम गर्न चाहिँ फेरि यहाँ स्पोर्ट डिपोभित्र तपाईँहरूलाई म लिएर जान्छु ल आज अनि गाइस यो पारिपट्टि चाहिँ लास्टै खतरा कारहरूको सोरुम छ क्या अनि यहीँ छेउछाउ पनि बाइकहरूको यो लाइनमा चाहिँ भयो यो छेउछाउ होइन यो लाइनैभरि बाइकको ग्यारेजहरू अनि जस ग्याजेट सम्बन्धीको कुराहरू कति धेरै छ क्या सो गाइस अनि म चाहिँ यहाँ त्यही अघि भनेको डिपोमा छु अनि यो डिपोमा चाहिँ कति धेरै स्पोर्ट डिपो भन्ने ठाउँ हो अनि यहाँ चाहिँ हेर्नु नि यो सबै भेन्डिङ मसिनहरू हो क्या यतापट्टिको यो देख्नुभएको सबै मैले चाहिँ जुस खाएको यहाँबाट लाइक हुन्छ नि नेपालमा चाहिँ कहिले बन्ने होला क्या गाइस यार यस्तो भेन्डिङ मसिनहरू हेर्नु नि यस्तो भेन्डिङ मसिनहरू नेपालमा कहिले बन्छ होला क्या यो सबै जुसहरूको हो अनि यो चाहिँ आइसक्रिमको हो क्या यहाँबाट आइसक्रिम झर्छ क्या यो भेन्डिङ मसिनबाटै
भेराइटिज अफ आइसक्रिम छ अनि योहरू चाहिँ ड्रिङ्क्सको भइहाल्यो कस्तो फेसिलिटी छ यार नेपालमा त कल्पना पनि गर्न नसक्ने कुरा हो जस्तो लाग्छ है मलाई चाहिँ हो मैले कहाँ हो भिडियोमा चाहिँ देखेको थिएँ भेन्डिङ मसिन बन्दैछ भनेर कता हो कता तर सञ्चालनमा आउँदैन जस्तो लाग्छ मलाई चाहिँ किनभने नेपालमा चोरी कति चोरी हुन्छ त होइन ल खुलेआम राख्थ्यो भने त झन् त भेन्डिङ मसिनको जुसहरू रातारात दोकानकै सामान त सिसी क्यामेरामा त्यो भाटभाटीमा काठमाडौँको भाटभाटीमा देख्यौँ होइन त्यत्रो सिसी क्यामेरा गाडै हुँदा त त्यसरी चोर्छन् भने नेपालमा भेन्डिङ मसिन भयो भने त अभियसली नै अहिले राख्यो भने भरे बेलुकासम्म त हराइसक्छ जस्तो लाग्छ है मलाई चाहिँ अनि कहिले डेभलप हुन्छ होला क्या नेपाल यार गाइज अनि यो स्पोर्ट डिपोभित्र छिर्दाखेरि चाहिँ लाइक म चाहिँ मेरो ड्रिम सपभित्र छिरिरहेछु जस्तो फिल आउँछ क्या मलाई चाहिँ यो सपमा छिर्दाखेरि चाहिँ लाइक किन भन्नुहुन्छ भने नि होइन हेर्नु नि ओ माई गॉड छुम कि नछुम यार 35,000 को जुत्ता रहेछ यो चाहिँ होका मलाई होका मनपर्छ होका भनेर भन्छ नि त्यो माइलो दाइको भिडियो भाइरल भएको छ नि एउटा ओ माई गॉड मेरो फेभरेट कलरमा रहेछ यार यहाँनिर देखाउँछु ल तपाईँहरूलाई गाइस चक्की कलरमा छैन त्यो होका गाइस यो सक्सहरू हेर्नु नि कस्तो बवाल है लास्टै बवाल रहेछ यार ल्याकस जेम्सको सक्स रहेछ बुलको पनि रहेछ त यार कस्तो बवाल ग्राफिक्स भएको सक्स गाइस ओरिजिनल चस्मालाई कति महँगो पर्ने क्या हेर्नु नि ओ माई गॉड 39,000 को चस्मा हो यो चाहिँ 39,000 को चाहिँ यस्तो औखा छ यो चस्मा त ओ माई गॉड यो चाहिँ 35 को रहेछ यो चाहिँ अलिक सस्तो रेन्जको रहेछ सबभन्दा बवाल रेन्जको चाहिँ यही रहेछ क्या अनि म चाहिँ खास चाहिँ आज यहाँ तपाईँहरूलाई साइकल देखाउन आएको थिएँ अनि फर्स्ट चाहिँ तपाईँहरूलाई एमटिभी साइकल देखाउँछु ल यहाँको कस्तो खालको साइकल हुन्छ यहाँनिर भनेर अनि यहाँ चाहिँ कस्तो खालको हुन्छ भने नि होइन मैले यहाँदेखि धेरै देखेको चाहिँ यस्तो रोड बाइकहरू नै हो क्या यहाँ माथिदेखि भइरहेछ नि यो रोड बाइकहरू मात्रै छ क्या यहाँ चाहिँ धेरै जस्तो अनि साइकल भए पनि होइन हेर्नु नि यो जाइन्टको साइकल छ होइन जाइन्टको कुन मोडल हो यो कस्तो नर्मल ब्रेकहरू हुन्छ क्या हेर्नु नि यत्तिको रेन्जको एल्युमिनियम के हो क्या फेरि यो चाहिँ एल्युमिनियमको फ्रेममा नर्मल वेल ब्रेक हालिदिएको छ क्या हेर्नु नि अब हेर्नु नि यो पनि कुन हो यो पनि अर्कै कुन ब्रान्डको हो अनि यो पनि एल्युमिनियमको हो अनि राम्रै हो तर वेल ब्रेक छ क्या यहाँ वेल ब्रेक छैन क्या यसमा अनि सबै त्यस्तै खालको हुन्छ क्या यहाँ चाहिँ अनि मलाई चाहिँ कस्तो कमेडी लाग्छ अनि यो माथिको पनि यो जाइन्टको बाइक हो हेर्नु नि सस्पेन्सन पनि कस्तो बवालवाला छ तर ब्रेक चाहिँ वेलको छैन क्या वेल ब्रेकै छैन क्या अनि वेल ब्रेकै हुँदैन पनि क्या यहाँ त लाइक हुन्छ नि लाइक किन हो पार्ट्सहरू यहाँको ओरिजिनल पार्ट्सहरू भएर हो कि किन हो वेल ब्रेकै हुँदैन क्या यहाँको त साँच्चै भन्नुपर्दाखेरि अनि यहाँनिर चाहिँ टी सर्टहरू चाहिँ जस्तो भन्नु त्यस्तै खालको पाउँछ क्या हेर्नु नि कस्तो खालको चाहिन्छ टी सर्टदेखि लिएर अनि योहरूदेखि लिएर अहिले सेलमा राख्दै रहेछ यो यस्तो बवाल रहेछ सब पाउँछ क्या टी सर्टहरू चाहिँ अनि बोतलहरू पनि कस्तो बवाल पाउँछ ग्लोभ्सहरूदेखि लिएर सब कुरा पाउँछ क्या टी सर्टहरू पनि कस्तो खालको चाहिन्छ तपाईँलाई सब त्यस्तै खालको पाउँछ क्या यहाँ त अनि तर प्राइस चाहिँ लास्टै महँगो हुन्छ क्या लास्टै अति नै महँगो अनि धेरै जस्तो चाहिँ यस्तो साइकलहरू हुन्छ क्या रोड बाइक धेरै हुन्छ यहाँ चाहिँ रोड बाइकहरू चाहिँ बवाल रेन्जको हुन्छ नि यो जाइन्टको 2 लाखको रोड बाइक रहेछ अनि यहाँ पनि जाइन्टकै रोड बाइकहरू छ 20% अफ चलिरहेको रहेछ अहिले सब बाइकहरूमा हेर्नु नि रोड बाइक सब धेरै जस्तो रोडै बाइक हुन्छ क्या अनि मलाई यो कुरा चाहिँ छक्क लाग्छ क्या
किन यति धेरै रोड बाइक चलेको होला जस्तो लाग्छ क्या अनि गाइस यहाँ चाहिँ होइन अनि यस्तो साइकल पनि धेरै यस्तो कस्तो भन्नु ट्राभलर विदेशी ट्राभलरहरूले चाहिँ यस्तो साइकल पनि धेरै युज गरिरहेको हुन्छ क्या सानो खालको अनि यहाँ चाहिँ फोल्ड गर्न पनि मिल्छ क्या यस्तो चाहिँ त्यो ट्रेनहरूतिर अनि सिपहरूमा सिफ्टिङ गर्नको लागि सजिलो हुन्छ नि त यो साइकलले यो फोल्डवाला साइकलले अनि त्यो भएर विदेशीहरूले पनि धेरै युज गरिरहेको हुन्छ क्या यो साइकलहरू चाहिँ अनि सो गाइस त्यही हो अलिअलि तपाईँहरूलाई यसो साइकल देखाउनु मात्र खोजेको अनि एमटिभी चाहिँ खासै हुँदैन क्या यहाँ चाहिँ लाइक हुन्छ नि कि त सोरुमै जानु पऱ्यो अलिक राम्रै सप जानु पऱ्यो आफूले गुगलतिर खोजेर ओरेर नभए कि त अनलाइनबाटै मगाउनुपर्छ क्या अनि यो फुकुओकामा चाहिँ खासै धेरैवटा सपहरू पनि छैन तर म बसेको एरियातिर भनौँ न अनि उता हाकातिर चाहिँ अस्ति म स्पेसलाइजको अनि जस्ट जाइन्टको अनि ट्रेक साइकलहरू पाउने सपमा गएको थिएँ अनि म बसेकोतिर चाहिँ यस्तै खालको सपहरू मात्रै छ क्या धेरै जस्तो अनि मलाई नै छक्क लाग्छ क्या ल जापानमा पनि यस्तो पनि हुन्छ र जस्तो लाग्छ क्या अनि धेरैवटा साइकलमा चाहिँ विल ब्रेक हुँदैन लाइक नर्मल ब्रेक हुन्छ क्या अब किन हो चाहिँ वाइ आई डोन्ट नो क्या 30-40 हजारको साइकलमा पनि विल ब्रेकै हुन्छ क्या उयो विल ब्रेक हुँदैन क्या नर्मल ब्रेकै हुन्छ वाइ आई डोन्ट नो गाइस ल सो त्यही हो गाइस ल म चाहिँ अब निस्किन्छु है त्यहाँबाट साइकल त त्यस्तै हो गाइस जापानमा साइकल त्यस्तै खालको मात्र पाउँछ अनि सो गाइस अरू भनेको चाहिँ त्यस्तै हो 1K सब्सक्राइबर पुगाउन चाहिँ हेल्प गर्नु अनि जस्ट मेरो ड्रिम कम्प्लिट हुन जस्ट 1K सब्सक्राइबर पुग्यो भने चाहिँ लाइक एउटा सपना मेरो सानो सपना पुरा हुन्छ अनि प्लस हुन्छ नि मलाई चाहिँ च्यालेन्जिङै हो यो 1K सब्सक्राइबर पुगाउन किनभने गाह्रै छ अनि प्लस पैसा पनि छैन मसँग अहिलेको कन्डिसनमा बिस्तारै सब्सक्राइब बढाइदिनु होला धेरै छिटो पनि नबढाउँदा नि हुन्छ भरेखेरि 1K सब्सक्राइबर पुगेर अनि साइकल किन्न सकिनँ भने त पनाउ हुन्छ त अनि सो त्यही हो बिस्तारै सब्सक्राइबर बढाइदिनु होला मलाई पनि त्यस्तो हतार त छैन फेरि छिटो बढ्यो भने त मलाई पनि च्यालेन्जिङै हुन्छ 3-4 महिना लागोस् है भनेर सोचिरहेको छु होइन अलिअलि पैसा जम्मा गर्छु कि भनेर त्यति बेरसम्म त So guys, I hope you enjoyed the video and if you enjoyed the video don't forget to subscribe my YouTube channel अनि सो त्यही हो आजको लागि चाहिँ भिडियो यतै इन्ड गरौँ होला कुन बाटो भनेर म तपाईँलाई देखाउँछु है त अघि भनेको थिएँ नि मैले गिटीवाला बाटो यो पालि त गिटी नै चिरियो त if you enjoy the video guys don't forget to subscribe my YouTube channel अनि आजको लागि चाहिँ यति नै see you on the next video bye guys